कसले फसाएको हो रवि लामिछानेलाई? अनि यो संरचनाले नै हो। एक त यो संरचना कस्तो छ भने अलिकति पावरफुल भयो भने यो संरचनालाई म जसरी पनि चलाउन सक्छु भने जस्तो हामीले गिलो माटो बनाइदिउँ क्या संरचनालाई। यो राजनीतिक प्रणाली, यो राज्य संयन्त्र सबैलाई हामीले गिलो माटो जस्तो बनाइदिउँ। अनि अलिकति पावरमा आयो भने अथवा अलिकति केही गर्नुपर्छ भने यो गिलो माटोलाई त आफ्नो ढङ्गले आफूले चाहे जस्तो आकार दिन सकिन्छ नि भन्ने कन्फिडेन्स सबैलाई लाग्छ। त्यो कारणले कहिलेकाहीँ सामान्य कुराहरूमा पनि हामी यो त चलिहाल्छ नि भन्छौँ नि। तर फेरि ठ्याक्कै आफ्नो विरुद्धमा ठुलो राज्य संयन्त्र लाग्यो भने त्यो हामीले चलिहाल्छ नि भन्ने कुरा पनि यस्तो ठुलो भएर आइदिन्छ कि नचल्ने हुन्छ। त्यही भएर यो व्यक्ति विशेषको कुरा भन्दा पनि कसरी संयन्त्रहरू चलेका छन्, यो कुरा कसरी हुँदै आएको छ र कति कुराहरू गलत भइरहेछन् भन्ने कुराको उदाहरण हो। अब रवि लामिछानेको कुरामा त उहाँका यी मुद्दाहरू व्यक्तिगत मुद्दाहरू हुन्। तर व्यक्तिगत मुद्दा हुँदै गर्दा पनि उहाँ पार्टीको सभापति त हो। फेरि उहाँले पार्टी नखोलेको भए यही हुन्थ्यो कि हुँदैन थियो भन्ने प्रश्न पनि रहन्छ त्यहाँ। यदि होइन म तपाईँहरू सँगै छु नि भनेर कार्यक्रममा बोलाउने उहाँहरूकै पक्षमा, पुरानै शक्तिका पक्षमा कुराहरू गरिदिने भने त यहाँसम्म पुग्दैन पनि थियो होला। भनेपछि राजनीतिक कुरा त केही न केही त छ। तर त्यो राजनीतिक कुरा भन्छन् नि योगीहरूले आफूले योग गर्छन्, त्यो तप आफूले गर्छन्, तपस्या गर्छन् होइन। हाम्रो शास्त्रमा त झन् तपका यति धेरै विधिहरू छन्, यति गाह्रा छन् होइन, तन्त्रदेखि लिएर योगका कुराहरू। तर त्यो हरेक नागरिकले गरोस् भन्दैन क्या। त्यो सबै हट योगहरू सबैले गर्नुपर्छ भन्दैनन्। योगीहरूले त्यो योग गर्छन् र त्यसको आएको फल चाहिँ आम मान्छेलाई बाँडिदिन्छन्। नेता पनि त त्यस्तै त हो नि। यो संरचनाले बनाएका अप्ठ्याराहरू म भोग्छु, तर आम मान्छेलाई यो कुराहरू म भोग्न दिन्न भन्ने त नेताको जिम्मा हो नि। त्यसैले उहाँले भोगेको कुरा आम मान्छेले भोगेका छन् कि छैनन् त्यो बारेमा हामीले त्यत्रो बल लाएर कुरा नगर्नु चाहिँ अलिकति स्वार्थी देखियो हामी।